हजुर सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अनि हजुरको अगाडि हामी लाइभमा हतार हतार गरेर समयमा नै आएका छौँ। अनि अब लाइभमा आउनुभन्दा अगाडि अनि लेसन पढ्नुभन्दा अगाडि हामी छिट्टो प्रार्थना गरौँ है। प्रभु धन्यवाद छ, हजुरले हामीलाई बिहानदेखि अहिलेसम्म सहायता गर्नुभयो। हाम्रो हरेक पाइलामा, हाम्रो हरेक मुटुको धड्कनहरूमा हजुरको सहायता हामीलाई पुग्यो। हामीलाई आयुदान दिनुभयो, धन्यवाद छ। र हाम्रो आत्मिकी खाँचोहरू पुरा गर्नुभयो, हाम्रो शरीरको खाँचोहरू घटी कमीहरू पुरा गर्नुभयो। प्रभुलाई धन्यवाद छ। प्रभुजी, अब हामी लेसन पढ्छौँ अनि गीत गाउँछौँ अनि यसरी अन्तिमको प्रार्थना गर्छौँ। हजुरले हामीलाई सहायता गरिबक्सिनुहोस्। हजुरको एकदमै उपस्थितिलाई हामी थाहा गर्छौँ। सानो मोबाइल छ, तर यसबाट संसारमा भएको सबैजना कहाँ पुग्छ यो स्तुति भजनहरू। प्रभुले आशिष दिनु, जसले सुन्नुहुन्छ उहाँहरू पनि आशिषित बन्न सकोस्। प्रभु, जसरी आज तपाईँले त्यो ढुङ्गाले हान्दै गरेको, मार्दै गरेको आज त्यो बेबिचारिणी स्त्रीलाई कसरी किन तपाईँले औँलाले एउटा अक्षर लेखिदिनु भएर सबै मानिसहरूले हेरे, उनीहरूको पाप त्यहाँ देखे। अनि को छ धर्मी, तिमीले हान, लु ढुङ्गाले हान भन्दा कोही पनि धर्मी देखेन। त्यसरी नै यो लाइभको स्तुतिबाट धेरैजनाको पाप शुद्ध हुन सकोस्, धेरैजनाले उद्धार मुक्ति पाउन सकोस्, धेरैजनाले बल शक्ति सामर्थ पाउन सकोस्, धेरैजनाले आज पिछडिएकाहरू अघि बढ्न सकोस्। अनि धेरैजना थकित भएर लुकेकाहरू आज प्रभुको घर खोजिकन प्रभुको घरमा गएर सेवा गर्न सकोस्। देश विदेशमा छरिनु भएको आमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई आज तपाईँले झस्काइदिनुहोस्, सम्झाइदिनुहोस्। प्रभु, प्रार्थना बिन्ती गर्दछु। हे प्रभु, अब हामीलाई तपाईँले सहायता मद्दत गर्नुहोस्। करिश्मा छोरीलाई आत्मिकी कुराहरू बुझाइदिनुहोस्। यो लाइभबाट प्रार्थना गर्न उहाँले सिकिराख्नु भएको छ, उहाँले बाइबल पढ्न सिकिरहनु भएको छ। अनि उहाँले आज प्रभुको शिक्षाहरू सिकिरहनु भएको छ। यही लाइभबाट उनको आज सङ्गति छैन, यस कारणले गर्दा यो लाइभमा नै सङ्गति गरिरहनु भएको छ। सहायता गर्नुहोस् प्रभु। अनि यो सबै कुराहरू जतिजनाले यो लाइभ हेर्नुहुन्छ अनि उहाँहरूले कमेन्ट गर्नुहुन्छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र उहाँले पनि यीशु प्रभुलाई चिन्न सकेको समयमा, प्रभु म त पहिला यस्तो विरोधी थिएँ, तर अहिले त मैले यीशु प्रभुलाई पाएँ भन्ने कुराहरू हामीले त्यो कुराहरू सुन्न पाऊँ। धन्यवाद बिन्ती यीशुको नाममा सुनि ग्रहण गर्नुहोस्, आमेन। ल हुन्छ, लेसन पढौँ ल। प्रधान वादकका लागि परमप्रभुको दास दाउदको भजन सङ्ग्रह 36 अध्याय हामी पढ्नेछौँ। त्यसका आँखाको सामु परमेश्वरको डर छैन भनी दुष्टको अपराधले मेरो हृदयभित्र भन्दछ, किनकि त्यसको आफ्नै नजरमा आफ्नो अधर्म घृणित ठहरुन्जेल त्यसले आफूलाई सर्काइ बस्छ। त्यसको मुखका वचनहरू अधर्म र छल हुन्छन्। त्यसले बुद्धिमान हुन र भलाइ गर्न छोडेको छ। त्यसले आफ्नो ओछ्यानमाथि नै दुष्ट युक्ति रच्छ। त्यसले आफूलाई जुन बाटो ठिक छैन त्यसैमा लगाउँछ। त्यसले खराबीलाई घृणा गर्दैन। हे परमप्रभु, तपाईँको करुणा आकाशमा छ, तपाईँको विश्वासयोग्यता बादलहरूसम्म पुग्छ। तपाईँको धार्मिकता ठुला ठुला पहाडहरू झैँ छ। तपाईँका न्यायहरू गहिरो सागर झैँ छन्। हे परमप्रभु, तपाईँ मानिस र पशुको रक्षा गर्नुहुन्छ। हे परमेश्वर, तपाईँको करुणा कति उत्तम छ। यसै कारण मानिसका सन्तानहरूले तपाईँका पखेटाहरूको छायामुनि शरण लिन्छन्। उनीहरू तपाईँको भवनको पोसिलो पदार्थले प्रशस्त गरी तृप्त हुनेछन्। अनि तपाईँले आफ्ना मुखहरूको नदीबाट उनीहरूलाई पिउन दिनुहुनेछ। किनकि जीवनको मूल तपाईँसँग छ,
तपाईको ज्योतिमा हामीले ज्योति देख्नेछौँ। तपाईलाई चिन्नेहरूमाथि आफ्नो करुणा र सिधा हृदय हुनेहरूमाथि आफ्नो धार्मिकता जारी राख्नुहोस्। घमण्डको लात ममाथि नआओस् र दुष्टहरूको हातले मलाई नहटाओस्। त्यहाँ कुकर्मीहरू लडेका छन्, तिनीहरू तल फ्याँकिएका छन् र उठ्न सक्ने छैनन्। धन्यवाद। हामी क्रमशः पढ्नेछौँ। हामीले लेसन पढिसिधेका छौँ। हुन्छ, कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ हजुरहरूलाई हाम्रो लाइभमा स्वागत अनि प्रेमी जय मसीह छ। अब हामी स्तुतितर्फ लाग्नेछौँ। हजुरहरूको स्तुतिको हामी आभारी आशावादी छौँ। अब हामी स्क्रिनमा परिवार देखिनेवाला छौँ। हुन्छ, 225 नम्बर ठुलो सिवनबाट हामी गाउनेछौँ। अस्मिता सुवाङ, अस्मिता जय मसीह। हाम्रो अस्मिता सुवाङ चाहिँ हाम्रो सालेम मण्डलीकै हुनुहुन्छ, तर धेरै टाढो हुनुहुन्छ। उहाँहरू चाहिँ सन्डे विश्वासी हुनुहुन्छ, भनेको उहाँहरू चाहिँ आइतबार मात्रै आउन पाउनुहुन्छ, धेरै टाढो छ। अनि यसरी हामी लाइभमा हामीसँग सङ्गतिमा रहनुभएछ, धेरै खुसीको कुरा हो। अनि अब हामी अगाडि बढ्छौँ र स्तुति लेखिदिनु हुन अनुरोध गर्दैछु अस्मिता सुवाङ हाम्रो बुहारीलाई। ल, बहुमूल्य रगतमा बाँचेका जन, प्रतापमा ईश्वरका हौ सन्तान, प्रभुका भजन गाउँ सन्तगण, आदर महिमा स्तुति गान, स्तुति जय गान। बिताइरहेथ्यो यो जीवन दुष्कर्ममा केवल तन, बोल्दथ्यो केवल कुवचन, थिएन कहिले शान्ति मन। लागिरहेथ्यो कुमार्ग जसको अन्त्य थियो मरण, नरकको दण्ड अपनाई कमाइरहेथ्यो पापको धन। जीवित सत्य ईश्वरको लिँदैन थियो कहिले नाम, संसारिक धर्म कर्मले जान्न चाहन्थ्यो स्वर्गीय धाम। करुणा सागर हे ईश्वर मानव रूप गर्यो धारण, त्यागेर क्रुसमा अमूल्य प्राण गरिदियो हाम्रो तारण। पवित्र रगतको धारामा शुद्ध भयो पापी जन, खोलिए आत्मिक यी नयन, भरिदिए उनले स्वर्गीय ज्ञान। अधर्मी दुष्ट मानिसप्रति राख्यो अद्भुत प्रेम महान, यो महान प्रेमको साटोमा चढाउँछौ हृदय बलिदान। आउँदछौ चरण तारनहार भई आशिषित नम्र जन, आत्मा प्राण अनि देह सबै गर्दछौ प्रभु यी अर्पण। हुन्छ, ल, रोशनी सिस्टर प्रेमी जय मसीह कि टु अल भन्नुभएको छ। जय मसीह छ हजुरलाई पनि, अनि जय मसीह कि दाजु सबैलाई भन्नुभएको छ अस्मिता सुवाङबाट। हुन्छ, जय मसीह छ। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ, हामी पनि सन्चै छौँ। हुन्छ, अब हामी स्तुति गाउनेछौँ। आज चाहिँ नेपालको 25 गते पुस महिना सकिगयो, पुस महिना है। अनि अब हामी गाउनेछौँ ल, अब हामी स्क्रिनमा परिवार देखिनेवाला छौँ। आज चाहिँ धेरै टाइममा हामी आएको छौँ है। ल, 391 भन्नुभएको छ। 351 हाम्रो रोशनी सिस्टरको 351।
बहुमूल्य रगतमा सुसमाचार। हवस् त हामी यो स्तुति गाउँदैछु। पहिलो प्रस्तुति 352 कि 225 बहुमूल्य रगतमा। बहुमूल्य रगतमा बाँचेका जन प्रतापमय ईश्वरको हौ सन्तान। प्रभुको भजन गाउँ सन्तगण आदर महिमा स्तुति चाहिँ गान। आदर महिमा स्तुति चाहिँ गान। बहुमूल्य रगतमा बाँचेका जन प्रतापमय ईश्वरको हौ सन्तान। बिताइरहेथ्यो यो जीवन दुष्कर्ममा केवल तन। बिताइरहेथ्यो यो जीवन दुष्कर्ममा केवल तन। बोल्दथ्यो केवलको वचन थिएन कहिले शान्ति मन। बोल्दथ्यो केवलको वचन थिएन कहिले शान्ति मन। बहुमूल्य रगतमा बाँचेका जन प्रतापमय ईश्वरको हौ सन्तान। प्रभुको भजन गाउँ सन्तगण आदर महिमा स्तुति जय गान। आदर महिमा स्तुति जय गान। बहुमूल्य रगतमा बाँचेका जन प्रतापमय ईश्वरको हौ सन्तान। लागिरहेथ्यो कुमार्ग जसको अन्त थियो मरण। लागिरहेथ्यो कुमार्ग जसको अन्त थियो मरण। नरकको दण्ड अपनाई कमाइरहेथ्यो पापको धन। नरकको दण्ड अपनाई कमाइरहेथ्यो पापको धन। बहुमूल्य रगतमा बाँचेका जन प्रतापमय ईश्वरको हौ सन्तान। प्रभुको भजन गाउँ सन्तगण आदर महिमा स्तुति जय गान। आदर महिमा स्तुति जय गान। बहुमूल्य रगतमा बाँचेका जन प्रतापमय ईश्वरको हौ सन्तान। हुन्छ, थ्याङ्क यू सो मच। रोशनी सिस्टरलाई 351 नम्बर भन्नुभएको छ। अनि 351 नम्बरमा चाहिँ कुन स्तुति रहेछ है त म निकाल्दैछु ल। अनुग्रहको समय छँदै प्रभु यीशुलाई ग्रहण गर।
समय छँदै प्रभु येशूलाई ग्रहण गर अनुग्रहको समय छँदै प्रभु येशूलाई ग्रहण गर अनुग्रहको सारा संसारलाई हात बारे पनि आत्मा तिमीले घुमायो भने सारा संसारलाई हात बारे पनि आत्मा तिमीले घुमायो भने मित्र तिमीलाई छैन केला मित्र तिमीलाई छैन केला यो जीवन पाएर प्रेमै आवाज क्रिस्टको सुनेर हृदय खोलिदेऊ प्रभु येशूको शरण परी अनन्त मुक्ति ल्याऊ प्रभु येशूको शरण परी अनन्त मुक्ति ल्याऊ अनुग्रहको समय छँदै प्रभु येशूलाई ग्रहण गर अनुग्रहको समय छँदै प्रभु येशूलाई ग्रहण गर अनुग्रहको साँचो मुक्तिको एउटै छ बाटो प्रभु येशू ख्रीष्ट बुझिदेऊ साँचो मुक्तिको एउटै छ बाटो प्रभु येशू ख्रीष्ट बुझिदेऊ पाप मार्ग त्यागी पस्तापी बनी पाप मार्ग त्यागी पस्तापी बनी प्रभुको शरण ल्याऊ दुई माग तिम्रा सारा पापाज यीशुको रगतमा स्वर्गीय आशीष अनन्त जीवन पाऊ उनको सामर्थ्यमा स्वर्गीय आशीष अनन्त जीवन पाऊ उनको सामर्थ्यमा अनुग्रहको समय छँदै प्रभु येशूलाई ग्रहण गर अनुग्रहको समय छँदै प्रभु येशूलाई ग्रहण गर अनुग्रहको हुन्छ थ्याङ्क यू सो मच हाम्रो एलिना शेर्पाज्यूलाई 107 र 76 भन्नुभएको छ हामी गाउने छौँ त्यसपछि हाम्रो गिरी बिल्ला सिस्टरलाई थ्याङ्क यू सो मच उहाँले 6 नम्बर भन्नुहुन्छ त्यो पनि हामी गाउने छौँ र हजुरहरूले स्तुति लेख्दै जानु हुन अनुरोध गर्दछु हुन्छ सबैजनालाई हाम्रो लाइफमा स्वागत अनि प्रेमी जय मसी छ हाम्रो बेनुका सन्देलज्यूलाई पनि जय मसी छ अनि स्वागत छ अनि रोशनी सिस्टरलाई उहाँले कमेन्ट गर्नुभएको छ थ्याङ्क यू सो मच दाजु दिदी अनि भाइलाई पनि
थ्याङ्क यू छ। प्रभुले धेरै आशिष दिनुभएको होस्। आमेन, जय मसी भन्नुभएको छ रोशनी सिस्टरले चाहिँ। अन्त गिरिबिन्दा सिस्टर प्रेमी जय मसीकी दाजु दिदी बाबु अनि सबैजनालाई 6 नम्बर स्तुति भन्नुभएको छ। ल हुन्छ, अब हामी गाउँछौँ ल। 176 हो। हजुर, नछोडी कहिले यीशु भन्ने। एलिना शेर्पाजीको। ल यो चाहिँ सरी बाँग्नु पर्यो। ल एलिना शेर्पा सिस्टरज्यूहरूलाई यो चाहिँ यसको रिप्लेसमा अर्को छानिदिनु होला। 176 यो यसको ट्युनिङ अलिक कम्प्लिट छैन। हुन्छ, हाम्रो गिरिबिन्दा सिस्टरको 6 नम्बर गाउने छौँ अब हामी। अब हामी 6 नम्बर गाउनेछौँ। यो चाहिँ हाम्रो गिरिबिन्दा आन्टीको चोइसमा रहेको छ। तिम्रो यो विचार मेरा निम्ति अति अनमोल छ। तिम्रो करुणा प्रति सदा सर्वदा बनिरहनेछ। तिम्रो यो विचार आज चढाउँछु धन्यवाद प्रभुलाई। मेरो जिब्रोले तिम्रो प्रशंसा आज चढाउँछु धन्यवाद प्रभुलाई। मेरो जिब्रोले तिम्रो प्रशंसा बडा स्तुति र गुणादि गाउनेछु। कारण तिमी मेरा मुक्तिदाता। तिम्रो यो विचार मेरा निम्ति अति अनमोल छ। तिम्रो करुणा प्रति सदा सर्वदा बनिरहनेछ। तिम्रो यो विचार याद गरिन मैले अघि प्रभुलाई। तर तिमीले मलाई सम्झेथ्यौ। याद गरिन मैले अघि प्रभुलाई। तर तिमीले मलाई सम्झेथ्यौ। खोजिन दुनियाँमा मैले तिमीलाई। दुष्टलाई तिमीले खोजेथ्यौ। तिम्रो यो विचार मेरा निम्ति अति अनमोल छ। तिम्रो करुणा प्रति सदा सर्वदा बनिरहनेछ। तिम्रो यो विचार हुन्छ। धन्यवाद। हाम्रो स्तुति यहाँ देखिँदैन। अब यतैपट्टिबाट हामी गीत गाउनेछौँ।
हुन्छ एलिना शेर्पाज्यूले 107 राग भन्नुभएको रहेछ थ्याङ्क यू हामी गाउनेछौँ अनि डोल्मा तामाङज्यूलाई पनि जयमसी अनि स्वागत छ हाम्रो लाइफमा थ्याङ्क यू सो मच हजुरहरूलाई भन्नुभएको छ गिरिबिन्दा सिस्टरले अन्त जतिजना उपस्थित हुनुहुन्छ हजुर सबैजनालाई धेरै धेरै धन्यवाद छ हुन्छ हामी परम प्रभुको घरमा भन्ने है गाउँदैछौँ है परम प्रभुको घरमा सदैव उनी साथ रहने सदैव उनी साथ रहने उनको सुन्दरता हेरिरहने मेरो एउटै चाहना मेरो एउटै चाहना परम प्रभुको घरमा संसारलाई हेर्छु फिका म देख्छु यसमा भएका सब थोक व्यर्थ संसारलाई हेर्छु फिका म देख्छु यसमा भएका सब थोक व्यर्थ टालेर जाने बितेर जाने किन मजा यसको पछि टालेर जाने बितेर जाने किन मजा यसको पछि परम प्रभुको घरमा सदैव उनी साथ रहने सदैव उनी साथ रहने उनको सुन्दरता हेरिरहने मेरो एउटै चाहना मेरो एउटै चाहना परम प्रभुको घरमा ख्रिस्टलाई म हेर्छु सन्तुष्टि पाउँछु उनमा सारा वस्तु बहुमूल ख्रिस्टलाई म हेर्छु सन्तुष्टि पाउँछु उनमा सारा वस्तु बहुमूल सदैव रहने कहिले नबित्ने लाग्नेछु सदैव यिनकै पछि सदैव रहने कहिले नबित्ने लाग्नेछु सदैव यिनकै पछि परम प्रभुको घरमा सदैव उनी साथ रहने सदैव उनी साथ रहने उनको सुन्दरता हेरिरहने मेरो एउटै चाहना
एउटै चाहना परम प्रभुको कारमा। हुन्छ, थ्याङ्क यू सो मच सबैजनालाई। अब हामी यताबाट स्तुति निकाल्दैछौँ र हाम्रो समय भनेको 10:33 मात्रै गएको छ। हामीसँग प्रशस्तै समय छ है। अब यो प्रशस्तै समयमा हामी गाउनेछौँ। दाइ मिठो स्वरमा गीत गाउनुभयो, धन्यवाद। प्रभुले धेरै धेरै आशिष दिनुभएको होस्। जय मसीह भन्नुहुन्छ एलिना शेर्पाज्यूलाई, थ्याङ्क यू। अब हामी डोल्मा तामाङज्यू स्तुति लेखिदिनु हुन अनुरोध गर्दछु। बेनुका सङ्गलज्यू हजुरहरूले स्तुति लेखिदिनुहोस् है। हुन्छ, प्रभुको स्तुति राम्रो नराम्रो। हुन्छ, अब हामी स्तुतितर्फ लागौँ ल। प्रभु ख्रीष्टको प्रेममा हुन्छ। अब हामी 185 नम्बरलाई गाउँदैछौँ है। प्रभु ख्रीष्टको प्रेममा पवित्र र निर्दोष भनी, प्रभु ख्रीष्टको प्रेममा पवित्र र निर्दोष भनी, संसारको उत्पत्ति भन्दा पनि पहिले ख्रीष्टमा चुनिएका आशिषित पुस्ता हौ हामी। संसारको उत्पत्ति भन्दा पनि पहिले ख्रीष्टमा चुनिएका आशिषित पुस्ता हौ हामी। निर्बुद्धि दरिद्र मलिन हामी थियौँ, तर प्रभुले हामीलाई ख्रीष्टमा चुने। निर्बुद्धि दरिद्र मलिन हामी थियौँ, तर प्रभुले हामीलाई ख्रीष्टमा चुने। ज्ञानी कुलीन शक्तिशालीलाई अति शर्ममा पर्न, ज्ञानी कुलीन शक्तिशालीलाई अति शर्ममा पर्न। प्रभु ख्रीष्टमा गर्व गर्दै अटल रहेर यीशु नामलाई पक्का गरौँ। प्रभु ख्रीष्टमा गर्व गर्दै अटल रहेर यीशु नामलाई पक्का गरौँ। प्रभु ख्रीष्टको प्रेममा पवित्र र
निर्दोष भने प्रभु ख्रीष्टको प्रेममा पवित्र र निर्दोष भने संसारको उत्पत्ति भन्दा पनि पहिले ख्रीष्टमा चुनिएका आशिषित पुस्ता हो हामी। संसारको उत्पत्ति भन्दा पनि पहिले ख्रीष्टमा चुनिएका आशिषित पुस्ता हो हामी। हामीले उहाँलाई कहिले चुनेनौं तर प्रभुले हामीलाई ख्रीष्टमा चुने। हामीले उहाँलाई कहिले चुनेनौं तर प्रभुले हामीलाई ख्रीष्टमा चुने। धेरै फल फलाउन उनले हामीलाई नियुक्त गरे। धेरै फल फलाउन उनले हामीलाई नियुक्त गरे। प्रभु ख्रीष्टमा बनिरहे फलवन्त जीवन सदैव बिताइरहौं। प्रभु ख्रीष्टमा बनिरहे फलवन्त जीवन सदैव बिताइरहौं। प्रभु ख्रीष्टको प्रेममा पवित्र र निर्दोष भने प्रभु ख्रीष्टको प्रेममा पवित्र र निर्दोष भने संसारको उत्पत्ति भन्दा पनि पहिले ख्रीष्टमा चुनिएका आशिषित पुस्ता हो हामी। संसारको उत्पत्ति भन्दा पनि पहिले ख्रीष्टमा चुनिएका आशिषित पुस्ता हो हामी। हुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद अनि प्यारो प्यारो जय मसीह छ। हजुर सबैजनालाई हाम्रो लाइफमा स्वागत छ र अब हामी यतैबाट स्तुति हामीले निकाल्दैछौँ। हाम्रो जीवन या मित्र फुल जस्तै छ भन्ने गीत गाउनेछौँ हामी। हाम्रो जीवनको के पनि भरोसा छैन। यहाँ चाहिँ 501 नम्बरमा रहेछ यो ठुलो जीवनमा चाहिँ हाम्रो जीवन अहिले छ भरे छैन। अनि हामी चाहिँ एकदम के भन्छ एकदम कर्कलाको पाता जस्तै छ हाम्रो जिन्दगी है। कर्कलाको पातामाथि अडेको पानी जस्तै हाम्रो जिन्दगी छ। आज राति नै हामी जे पनि हुन सक्छौँ। अनि प्रभुले भन्नुहुन्छ, हाम्रो प्रभुले भन्नुहुन्छ, ए जवान तिम्रो प्राण मलाई चाहिएको छ फिर्ता भनेर भन्नुभयो भने हामी हिँड्नुपर्छ है। अनि हाम्रो प्राणको चाहिँ रक्षा गर्ने, हामीलाई आयुदान दिने चाहिँ उहाँ मात्रै हुनुहुन्छ है। ल अब हामी स्तुति गाउँछौँ। हाम्रो जीवन या मित्र फुल जस्तै छ। जति पनि हाम्रो लाइफमा हुनुहुन्छ प्रभु यीशुलाई विश्वास नगर्नेहरू हुनुहुन्छ अनि सुन्नुहुन्छ, हजुरहरूको लागि हामी स्तुति गाउँदैछौँ। हजुरहरूले यो स्तुति सुनेर यसो ढल्केर सोच्नुहोस् हाम्रो जीवन चाहिँ के हो है, अनि हामी के हुन्छौँ त्यो विषयमा छ है। ल हुन्छ। Oh
जीवन यहाँ मित्र फुल जस्तै छ हाम्रो जीवन यहाँ मित्र फुल जस्तै छ फुलेको केही दिनमा ओइलेर झर्छ फुलेको केही दिनमा ओइलेर झर्छ यति छोटो जीवन लिएर ढुक्का भई तिमी नबस यति छोटो जीवन लिएर ढुक्का भई तिमी नबस समय छँदै ख्रीष्ट येशूमा उद्धार मुक्ति ल्याऊ पापको क्षमा पाऊ समय छँदै ख्रीष्ट येशूमा उद्धार मुक्ति ल्याऊ पापको क्षमा पाऊ हाम्रो जीवन यहाँ मित्र बादल जस्तै उडी जाने घाँस जस्तै ओइली जाने कस्तो यो मानिस झोला हेर्दा हेर्दै बिति जाने बादल जस्तै उडी जाने घाँस जस्तै ओइली जाने कस्तो यो मानिस झोला हेर्दा हेर्दै बिति जाने घमण्ड नगर मित्र संसारको धनमा निजतमा घमण्ड नगर मित्र संसारको धनमा निजतमा सबै थोकी व्यर्थका छन् लादैनौ साथैमा सबै थोकी व्यर्थका छन् लादैनौ साथैमा हाम्रो जीवन यहाँ मित्र जन्म लियो संसारमा मृत्यु साथै लिएर पक्षमाको निश्चयता ल्याऊ कृष्णमा विश्वास गरेर जन्म लियो संसारमा मृत्यु साथै लिएर पक्षमाको निश्चयता ल्याऊ कृष्णमा विश्वास गरेर विचाली तिम्रो हृदयमा साँचो शान्ति प्रभुले दिनेछन् विचाली तिम्रो हृदयमा साँचो शान्ति प्रभुले दिनेछन् निर्णय गर ख्रीष्टमा आजै मृत्युपछि जीवन पाउन निर्णय गर ख्रीष्टमा आजै मृत्युपछि जीवन पाउन हाम्रो जीवन यहाँ मित्र फुल जस्तै छ हाम्रो जीवन यहाँ मित्र फुल जस्तै छ फुलेको केही दिनमा ओइलेर झर्छ फुलेको केही दिनमा ओइलेर झर्छ यति छोटो जीवन लिएर ढुक्का भई तिमी नबस यति छोटो जीवन लिएर ढुक्का भई तिमी नबस समय छँदै ख्रीष्ट येशूमा उद्धार मुक्ति ल्याऊ पापको क्षमा पाऊ समय छँदै ख्रीष्ट येशूमा उद्धार मुक्ति ल्याऊ पापको
क्षमा पाऊ हाम्रो जीवन यहाँ मित्र हुन्छ थ्याङ्क यू हाम्रो रोशनी सिस्टर अनि उहाँले चाहिँ 276 नम्बर फेरि पनि लेखिदिनु भएको छ र हामी गाउनेछौँ 276 नम्बर अनि हाम्रो गिरिबिन्द सिस्टरले पनि फेरि पनि 444 लेखिदिनु भएको छ हामी गाउनेछौँ हामीसँग समय अलिकति रहेको छ 12 मिनट नेपालको टाइम चाहिँ 12 मिनट रहेको छ अनि हामी गाउनेछौँ है त हुन्छ हजुरहरू यति धेरै राति पनि धैर्य धारण गरिदिनु भएकोमा प्रभुले धेरै धेरै आशीर्वाद दिनुभएको होस् परम प्रभु तिम्रो महिमा दिने ठाउँलाई तिम्रो भवनको निवासलाई म प्रेम गर्छु प्रेम गर्दछु तिम्रो भवनको निवासलाई म प्रेम गर्छु प्रेम गर्दछु जसरी हरिण पानीका निम्ति टिकाउँछ त्यसरी यो आत्मा तिर्सना गर्दछ जसरी हरिण पानीका निम्ति टिकाउँछ त्यसरी यो आत्मा तिर्सना गर्दछ तिम्रो वासस्थानमा भरपुर आनन्द छ दया हातमा सदा सुख छ तिम्रो वासस्थानमा भरपुर आनन्द छ दया हातमा सदा सुख छ परम प्रभु तिम्रो महिमा दिने ठाउँलाई तिम्रो भवनको निवासलाई म प्रेम गर्छु प्रेम गर्दछु तिम्रो भवनको निवासलाई म प्रेम गर्छु प्रेम गर्दछु एक कुरो मैले प्रभुलाई मागेको छु त्यसैको नित्यको गरिरहनेछु एक कुरो मैले प्रभुलाई मागेको छु त्यसैको नित्यको गरिरहनेछु तिम्रो वासस्थानको सुन्दरता हेर्न जीवनभरि त्यहाँ रहन पाऊँ तिम्रो वासस्थानको सुन्दरता हेर्न जीवनभरि त्यहाँ रहन पाऊँ परम प्रभु तिम्रो महिमा दिने ठाउँलाई तिम्रो भवन
गर्छु प्रेम गर्दछु तिम्रो भवनको निवासलाई म प्रेम गर्छु प्रेम गर्दछु हुन्छ थ्याङ्क यू हाम्रो गिरिबिन्दा सिस्टर अनि उहाँले चाहिँ 444 भन्नुभएको छ मैले ठुलो बटन निकालेको छु यहाँ 444 छ ल ल यहाँ ठुलो बटन होला होइन सिस्टर ल हुन्छ थ्याङ्क यू सो मच उहाँहरूले फेरि पनि स्तुति लेखेर हामीलाई सहयोग गर्नुभयो यसरी लेखिदिनुहोस् है अन्त हामीलाई सहायता पुग्छ अब हामी समय सकिसकेको चाहिँ अन्तिम स्तुति है त हुन्छ हजुर धैर्य धारण गर्नुहोला र यो स्तुति गाइसकेर चाहिँ हामी अन्तिमको प्रार्थना गर्छौँ पिरा बुन्यो भने बिट मारेन भने फुस्किन्छ त्यसरी नै हामी लाइभ बसेर हामीले अन्तिमको प्रार्थना बसेन भने चाहिँ आशिष गुम्छ चौवालिस ल हुन्छ यो हाम्रो लास्ट रहेछ बिन्ती छ प्रिय मित्र जागे उठा पापको अन्ध्यारोबाट जागे उठा कृष्णले तिमीलाई ज्योति दिनेछ जागे उठा कृष्णले तिमीलाई ज्योति दिनेछ जागे उठा आबेरा नागर है आबेरा नागर है सत्य यीशुको बानी छ ये सबै मेहनत गर्ने र बोझले लादिएका हो सत्य यीशुको बानी छ ये सबै मेहनत गर्ने र बोझले लादिएका हो विश्राम दिनेछु तिमीलाई विश्राम दिनेछु यसैले मित्र सत्य बानीलाई हृदयले अपनाई अनन्त राजमा प्रवेश गरा हृदयले अपनाई अनन्त राजमा प्रवेश गरा आबेरा नागरा है आबेरा नागरा है La 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 ho 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 la 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 प्रभु
यीशुको बानी छ तिमीहरूलाई जीवनको पानी म दिनेछु प्रभु यीशुको बानी छ तिमीहरूलाई जीवनको पानी म दिनेछु यो पानी जसले पिउनेछ तिर्खाउने छैन फेरि यो पानी जसले पिउनेछ तिर्खाउने छैन फेरि यसैले मित्र तृषित छौ भने जीवनको पानी पिउनलाई प्रभु यीशुका जीवनको पानी पिउनलाई प्रभु यीशुका बेरा नगर है बेरा नगर है बिन्ती छ प्रिय मित्र जागे उठा पापको अँध्यारोबाट जागे उठा कृष्णले तिमीलाई ज्योति दिनेछ जागे उठा कृष्णले तिमीलाई ज्योति दिनेछ जागे उठा बेरा नगर है बेरा नगर है बेरा नगर है ला हुन्छ सबैजनालाई हाम्रो लाइभमा आइदिनु भयो धेरै धेरै धन्यवाद। अब हामी अन्तिमको प्रार्थना आशिष मागेर छुट्टिन्छौँ। एकैछिन धैर्य धारण गरिदिनु न अनुरोध गर्दछौँ। हवस् त हामी प्रार्थना गरौँ है। विशेष गरी प्रेमी परमेश्वरलाई धन्यवाद छ आज लाइभमा तपाईँले साथी दिनुभयो आफ्नो प्रियजनहरू साथमा एक आपसप्रति स्तुतिबाट आज यसरी भलाकुसारी गर्ने यो मौका दिनुभएकोमा हजुरलाई धन्यवाद छ। हामी आज प्रभुलाई हामी बढाइ गर्छौँ। अब सब कुरा तपाईँको हातमा राखेको छौँ। प्यारो प्रभु समय सकियो, भोलि फेरि 10 बजी यसरी भेला हुनु फेरि पर्छ नै। प्यारो प्रभुज्यू प्रार्थना चाहन्छ आफ्नो छोराछोरीले कति त अब ठिक समयमा आज उपस्थित जति नहुनेछ भोलि पर्सि उहाँहरूले हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, आशिष पाइराख्नुहुन्छ। धन्यवाद चढाउँछौँ। सबै कमी कमजोरता दुर्बलता मानिलिन्छ। कति रोगी बिमारीलाई स्वस्थ, कतिलाई अशान्ति छ भने शान्तिको आज लागि हामी प्रार्थना गर्छौँ र कति परिस्थितिको परिवेशमा छ सबलाई प्रार्थना गर्दै सानो धन्यवाद छ बिन्तीमा ख्रीष्ट येशूको नाममा सुनि ग्रहण गर्नुहोस्। आमेन। हुन्छ धन्यवाद। अब हामी छुट्टिन्छौँ है त। ल हुन्छ ल सबैजना यहाँ एउटा आइडी यहाँ आइपुगेको छैन, मलाई माफ गर्नु होला। के रहेछ भन्दाखेरि म शिवा मोते शिवा होइन आकाश अनुशिवा मोथे हजुरलाई स्वागत अनि प्रेमी जयमसी छ। हाम्रो लाइभमा आइदिनु भएको रहेछ, यहाँनिर आइडी आइपुगेन है। हुन्छ रोशनी सिस्टर आमेन जयमसी कि सबैलाई भन्नुभएको छ। ल जयमसी छ है त। गिरिबिन्दा सिस्टर आमेन भन्नुभएको छ। गुड नाइट पनि भन्नुभएको रहेछ रोशनी सिस्टरले। हुन्छ टाटा बाई बाई जयमसी। सबैजनालाई एकै मुष्टमा जयमसी अनि टाटा बाई बाई।